सर्वोच्च अदालतको पछिल्लो नेतृत्व विवादले सबैलाई चकित पारेको छ। आउनुहोस् आज यसैको भित्री कथा बुझौँ। पछिल्ला घटनाक्रम हेर्दा धेरैको मनमा प्रश्न छ, यो साँच्चै न्यायिक स्वतन्त्रताको लडाई हो वा व्यक्तिगत असन्तुष्टि? वरिष्ठतम न्यायाधीशलाई पन्छाएर 81 चौथो वरियताका व्यक्ति सिफारिस भएपछि जो विवादको आगो सल्किएको हो। परम्परागत वरियता नै मिचिएको यो अनपेक्षित कदमले अहिले कानुन क्षेत्रमा ठूलो तरङ्ग र प्रतिक्रिया उब्जाएको छ। कानुन दिवसकै दिन न्यायाधीश मल्लले सरकारमाथि संविधानमा नाङ्गो हस्तक्षेप गरेको भन्दै गम्भीर सार्वजनिक आरोप लगाउनुभयो। यो निकै कडा भनाइ थियो। यसले अन्य न्यायाधीशलाई सत्तापक्षको राजनीतिक दबाव विरुद्ध डटेर उभिन सिधा आह्वान गर्यो। राज्यले न्यायालयलाई पूर्ण रूपमा आफ्नो कठपुतली वा आज्ञाकारी बनाउन खोजेको उहाँको भाषणको मुख्य सङ्केत थियो। कडा भाषण त छँदैछ, बहालवाला न्यायाधीशका रूपमा चालिएका उहाँका हालैका प्रशासनिक कदमहरू पनि निकै अस्वाभाविक मानिएका छन्। खारेज भइसकेका मुद्दा जबरजस्ती दर्ता गराउन खोज्नुले स्थापित नियमलाई आफ्नै चाहना अनुरूप बङ्ग्याउन खोजेको प्रष्ट देखिन्छ। यी श्रृङ्खलाबद्ध घटनाले उहाँको वास्तविक मनसायमाथि प्रश्न उठाउँदै सबैलाई उहाँको विगत फर्केर हेर्न बाध्य बनाएको छ। विगत हेर्दा उहाँ नेपालमा लैङ्गिक समानता र मानव अधिकार प्रवर्धनका लागि अत्यन्तै सम्मानित नाम हो। तर त्यो शानदार न्यायिक छवि र अहिलेको यो आक्रामक राजनैतिक प्रस्तुतिबीच साँच्चै आकाश जमिनको फरक देखिन्छ। त्यसैले धेरैले सोधिरहेका छन् के यो वैचारिक परिवर्तन केवल प्रधान न्यायाधीशको कुर्सी नपाएको झोक मात्र हो त? उहाँको हालैको भाषाले त न्यायपालिका र सरकारबीच प्रत्यक्ष युद्ध नै भइरहेको जस्तो खतरनाक सन्देश प्रवाह गरेको छ। अदालतलाई यसरी राजनीतिक अखडा बनाउँदा भोलि समग्र न्यायिक स्वतन्त्रतामै अपूरणीय क्षति पुग्ने ठूलो जोखिम रहन्छ। आम नागरिकको अन्तिम भरोसाको केन्द्र न्यायपालिका सधैँ दैनिक राजनीति र यस्ता विवादभन्दा धेरै माथि रहनै पर्छ। अन्ततः सर्वोच्च अदालतलाई कुनै पनि पदाधिकारीको व्यक्तिगत कुण्ठा, निराशा वा गुनासो पोख्ने मञ्च पक्कै बनाइनु हुँदैन। यदि सर्वोच्च न्यायाधीश नै राजनीतिक लडाईँमा उत्रिए भने हाम्रा लोकतान्त्रिक संस्थाहरूको भविष्य र स्थिरता के होला?